हेलो गाइज, हामी चाहिँ आज सिफारिस बनाउनु हिँडेको। मेरो चाहिँ हैन, मेरो बहिनीहरुको लागि चाहिँ हिँडेको। कति राम्रो फुल है। हामी चाहिँ हिँड्ने लाग्यौं। अब घाम यस्तै लागिरहेको छ। बहिनीहरु यता छ, जाँदै छन्। यी हाम्रो बुवा चाहिँ घाँडेर आएको छ है। आई निभाउ आउनुहुन्छ। झन्डै लडे गाइजहरु। हेलो गाइजहरु, यो चाहिँ मेरो गाउँ हो है। डाँडा आइपुग्यो बल्ल बल्ल। हिँड्दा हिँड्दा कुद्दा कुद्दा उता भाइ र बहिनी पर्खिँदैछ है। अर्को भाइ र बहिनी चाहिँ हामी चाहिँ यसरी आइपुगेको। मेरो गाउँ उही यता हो, उही हो देखिरहेको चाहिँ। म चाहिँ डाँडातिर आइपुगेको। छ प्रतीक्षालयमा मेरो भाइहरु चाहिँ। आई कान्छी आइजे, कमान कान्छी कमान छिटो बोल्दै हिँड्नु। एक लाइन हामीले त हिँड्नै सक्दिन त है। काई छ के भाइ हिँड्नै सक्दिन यार। अगाडि जानु, अगाडि जानु किन? कुद्दै छ। गाइस यसको कल हैन, कपाल कति लाम्छ कल देख्दै त कपाल हो। यता फर्किन, उता फर्की। यता फर्किन बिन्ट्याङ है। अब मक्के भयो कल भयो मक्के भयो। बाजु यता हुनुहुन्छ हाम्रो बाजु। कति 82 वर्ष 83। यो चाहिँ हाम्रो प्रतीक्षालय हो है। गाउँबाट छ्याक्कै देख्छ। यता देखेको चाहिँ ओखलढुङ्गा जिल्ला है। यता कुइबिर सोलुखुम्बु सब देख्छ। थकाइ मारियो आएर चाहिँ। अर्को आउँदैछ, अर्को चाहिँ त्यहाँ आउँदैछ। यहाँ चाहिँ आउँदैछ, आउँदैछ है। मेरो गाउँ चाहिँ अलिक मजाले देखेन भने यसरी देखाइदिन्छु म मेरो गाउँ है। मेरो गाउँ त्यस्तो छ। हामी चाहिँ बल्ल है डाँडा गाउँ आइपुग्यो। सबैले खाजा खानु लाग्दैछ। जाम गाइजहरु दाबिनी दिन्छु ल भरे। खाजा त के भन्नु, फुर्ती हो सबैजना यो सबैले है। पसलमा आउनु होला भन्न। सबैजना यो पसलमा आउनु होला। भाइरल पसल हो, फेरि चिन्जान गर्नुपर्छ। पसलको नाम के भयो? फुटी खाँदै हिँडेको पसलको नाम हामी के हो? चाहिँ। माधव किराना पसल डाँडागाउँमा आउनु होला हैन? भन् न। आउनु होला माधव किराना पसल भन्ने ठाउँमा। यो चाहिँ डाँडा गाउँमा पर्छ। हामी ठ्याक्कै यसको बोल न, बोल बोल। हामी बोल्न न है तपाईँ। फेरि आउने आफन्तको पसल पनि पर्छ। हामी त कता जाम। दुईतिरै आफन्त, त्यहाँ अगाडि नै आफन्तकै पसल हो। यता हामीले फुटी खाएको नि आफन्तकै हो। वास्तवमा भन्नुपर्दा चाहिँ त्यहाँ चाहिँ मेरो दुईटा बाइक छ है। यिनीहरूलाई लगिदिउँ भनेको, फेरि बाटो बिग्रियो अरे। अनि होस् पर्दैन भनेर म यतिकै हिँडेको। माइजो टारे गाइजहरू यहाँ छ, मेरो बाइकहरू चाहिँ यहाँ छ दुईटा है। हेलो गाइज, हामी चाहिँ रम्पाले आइपुगेको है। पिङ खेल्नु भनेको पिङ त पिटाइसकेको छ। यता खेल्दैछ यस्तो मानि। यता हेरिदेऊ बहिनीजी। लु लु म नि खेल्छु एकचोटि गाइजहरू। यस्तो छ भ्यू हाम्रो चाहिँ यता पर्छ के। ल छिटो खेल न पिङ। लड्न फेरि के गर्छ यार। गाइस हामी पिङ खेल्नु भने कस्तो अत्तालेर आएको थियो। पिङ सिङ त काटे झल्ला। भिडियो बनाइदिनु भिडियो। सुजन दाजु खेल। यहाँ मेरो भाइ चाहिँ पिङ खेल्दैछ है। छिटो खेल, छिटो खेल है। मेरो आफ्नो मोबाइल भिडियो गर्न आउनु। ए लाला तुम बनाइदे, म समात्छु के यसलाई। झुन्डिन्छ फेरि यो। लाला अनि भित्र ठोकिन्छ यो। झऱ्यो भने मात्र। ओइ राम्रो। भित्तामा त्यो बाटो त गइसक्यो। ल त म खेल्छु त नि एकचोटि। म नि खेल्छु पिङ। यसरी देखा न घुमाएर। ल म खेल्छु के गर्छ ल। सुमिता तेरोमा लागि नौ गरिसके। म खेल्छु अब। म त्यहाँ छोपै के बोल्नु छ। ल म खेल्छु।
डल्लै पस्यो यहाँ अलि माथिसम्म त यहाँ घिसिन्छ पानीमा उचाल्छु अहिले म बिनिलाई उचाल्छ अनि यहाँ घिसिन्छ क्या पानी म त घिच्दै नाटक नगरे त्यही भने घिसिन्छ यहाँ घिसिन्छ क्या पानीमा थाहा छैन मैले उठाएँ है म नि पिङ खेल्नु भनेर गएको थिएँ उयो बोकेर आइदे म हिँडेको त आइदिनु त लु यहीँबाट खेल छिटो खेल्नु यता आइदिनु ल छिटो 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 यहाँ चाहिँ पानी यस्तो गइरहेछ है गाई मुख्दौँ भने किन मुख्दैन है पानी यस्तो छ यहाँको नानी प्रतीक्षा छ हाम्रो गाउँ नदेखिने रहेछ यार धारपानी गाउँले छ हिँड दिन म आइहाल्छु नि बिस्तारै तिमीहरू हिँड्दै गर न हेलो गाइजहरू हामी चाहिँ डुङ्ग्रे आइपुगेको है डुङ्ग्रे स्कुल मास्तिर ओडामा हिँडेको हामी चाहिँ ठ्याक्कै ओडा आइपुगेको है ओडामा यसर्सँग थोरै खान्छ सुतिरहनु भएको छ अरे हामी चाहिँ ज्ञानु सरको घरमा है फोटोकपी गरेर आएको यता मिससँग एकछिन बसेर आएको हाँस पाल्नु भएको रहेछ हाँसको कुरा सँगसँगै गरेको थिएँ त्यही भएर गीत आयो सुस्मिता त्यही भएर ओडामै छौँ हामी अहिलेसम्म ओडामै छौँ आऊ गीत आऊ छिटो अन्त गीत आउँदैछौँ चाहिँ स्कुलबाट आएको हामी पर्खिँदै बसिरहेको थियौँ अनि तेरो चाहिँ आउँदैछ गीता चाहिँ छुट्टी भइसक्यो त्यतिकै आएको म चाहिँ स्कुलबाट आएको भन्नु छैन म त्यो अम्म खाएर आएकै म चाहिँ स्कुलबाट भागेर आएको हामी अम्म खाएर आएकै ल गाइजहरू हामी चाहिँ फर्केको यो त कति हामी अब हाम्रो टिमको जति त है आएको थियो अनि पछितिर हाम्रो भाइहरू नै आएछ लास्टमा सिफारिस बनाउने सिफारिस बनाउने त आम्मामा 7जना कि 8जना भइदिएर अनि त्यही भएर सबैले पर्खिँदा ओर्खिँदा त 5 बजे नि हो अब खाजा खानलाई चाहिँ बसेको एकजना बहिनीलाई पठाएको छ खाजा खान चाहिँ अब हामी घर फर्केको खाजा ल्याउने बहिनीले चाहिँ फुटी ल्याइसक्यो है हामीले फ्रिजमा राख्नलाई मगाएको थियो अघि चाहिँ अनि अहिले चाहिँ लिएर हिँडेको गाइस खाना आउनु है ओके हिँड रेस्ट गो मेरो नि यहाँ छ भागमा फुटी चाहिँ है के त ओइ बोल्दै हिँड न हामी फर्केको भनेर गाइस अब चाहिँ हामी घर जानु पर्ने पानी पर्ने बेला भइसक्यो अँध्यारो भइसक्यो घाँटी पनि दुखिरहेको छ चाउचाउनी खाएको छ फुटिन खाएर मर्छ छिट्टै मर्छ मात्र होइन के पो हुन्छ हामी चाहिँ फर्केको